नमस्कार। यस प्रविधि समाचारमा अमेरिकी सरकारले ट्राफिक उल्लङ्घनमाथि टेस्लाको पूर्ण सेल्फ ड्राइभिङ सुविधाको अनुसन्धान गर्ने। राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन NHTSA मा रहेका अमेरिकी संघीय नियामकहरूले टेस्लाको फुल सेल्फ ड्राइभिङ FSD सुविधाको अनुसन्धान सुरु गरेका छन्, जसले यो प्रविधिले सुसज्जित लगभग 29 लाख टेस्ला सवारी साधनहरूलाई समेटेको छ। यो अनुसन्धान 58 रिपोर्ट गरिएका घटनाहरूमा केन्द्रित छ जहाँ FSD प्रयोग गर्ने टेस्लाहरूले ट्राफिक सुरक्षा कानूनहरू उल्लङ्घन गरेका छन्, जसमा रातो बत्ती व्यवस्था गर्ने, सडकको गलत छेउमा गाडी चलाउने वा विपरीत लेनहरूमा चल्ने जस्ता घटनाहरू समावेश छन्। यी घटनाहरूको परिणामस्वरूप 14 दुर्घटना वा आगलागी र 23 जना घाइते भए। उल्लेखनीय रूपमा 6 वटा दुर्घटनाहरूमा रातो बत्ती उल्लङ्घन गर्ने सवारी साधनहरू समावेश थिए। म्यारील्यान्डको झोप्पामा एउटै चौबाटोमा धेरै घटनाहरू भएका थिए, जसलाई टेस्लाले त्यसपछि सम्बोधन गर्ने प्रयास गरेको छ। अनुसन्धानले FSD को विश्वसनीयता र सुरक्षामाथि प्रश्न उठाउँछ, जुन लेभल 2 को चालक सहायता प्रणाली हो, जसलाई यसको नामको बावजुद निरन्तर चालक पर्यवेक्षण आवश्यक पर्दछ। आलोचकहरू, जसमा विश्लेषकहरू र लगानीकर्ताहरू समावेश छन्, तर्क गर्छन् कि प्रणालीको दृष्टि मात्र विधि रेडार सेन्सर बिना क्यामेराहरूमा निर्भरता त्रुटिपूर्ण छ र दुर्घटनाहरूमा योगदान पुर्याउँछ। NHTSA ले यी उल्लङ्घनहरूको दायरा, आवृत्ति र सुरक्षा परिणामहरूको मूल्याङ्कन गरिरहेको छ। यो अनुसन्धानले टेस्लाको चालक सहायता प्रविधिहरूमा अन्य चलिरहेको NHTSA अनुसन्धानहरूमा थप्छ, जसमा कम दृश्यता अवस्थाहरूमा दुर्घटनाहरू, सम्मान सुविधाको समस्याहरू र दुर्घटना रिपोर्टिङमा ढिलाइ समावेश छ। टेस्लाको अटो पाइलट FSD भन्दा फरकसँग सम्बन्धित 2019 को फ्लोरिडा मुद्दाले टेस्ला विरुद्ध $240 मिलियन अमेरिकी डलर क्षतिको फैसला सुनाएको थियो, जसलाई कम्पनीले अपिल गर्ने योजना बनाएको छ। CEO इलन मस्कको नेतृत्वमा रहेको टेस्लाले घट्दो कार बिक्रीको बीचमा, जुन आंशिक रूपमा मस्कको राजनीतिक अडान विरुद्ध उपभोक्ता प्रतिक्रियाको कारणले हो, FSD को सम्भाव्यता प्रमाणित गर्न दबावको सामना गरिरहेको बेला यो छानबिन हुँदैछ। मस्कले FSD लाई टेस्लाको भविष्यको लागि महत्त्वपूर्ण रूपमा प्रस्तुत गरेका छन्, जसमा 2026 सम्ममा चालकविहीन ट्याक्सीहरूको योजना पनि समावेश छ। टेस्लाले हालै नयाँ FSD संस्करण प्रस्तुत गर्यो र थप उन्नत पुनरावृत्तिको परीक्षण गरिरहेको छ, जसलाई चालक हस्तक्षेप आवश्यक पर्दैन। यद्यपि यसको तयारी र सुरक्षाको बारेमा चिन्ताहरू कायमै छन्। प्रविधि समाचारमा यति नै। नयाँ अपडेटका लागि लाइक र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।